हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म आफ्टर लङ टाइम पछि आज फेरि भ्लग गर्न गइरहेको छु। आज चाहिँ हाम्रो वनभोज रहेको छ, हाम्रो GSAF 4th सेमिस्टरको। आज के हुन्छ म हजुरलाई देखाउँदै जानेछु। स्टे ट्युन गाइज। हेलो हेलो हेलो, इट्स मी खसीको ओनर। एकासीलाई चक्का 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 लाग्ने हाम्रो यहाँ रहेको छ खसी। खसी खसी आफ्नो नाम भन्देऊ त। हेलो गाइज। हेलो खसी हाई भन्छ। हेलो खसीको ओनर। यो नेपाली सिरुचाली क्या त घाँस खाँदैउ न। हेलो राजेश। हेलो तेजस्वी। हाम्रो म्यानेजमेन्ट टिमको अध्यक्ष आजको मोनिटर व्यवस्थापन हुँदैछ यहाँ। हुँदैछ नि, एकदमै राम्रो बनाउनु पर्यो कि परेन? पर्यो नि। बिचारालाई के भयो? हाम्रो खसी त्यहाँ कराउँदैछ, केटाहरू चाहिँ वहाँ भेरीमा छन्। हाई, इट्स मी तेजस्वी शाह। आज हाम्रो सेकेन्ड ब्याचको पिकनिक हुन गइरहेको छ एन्ड हियर इज द भेन्यू। लेट्स टक टु आवर फ्रेन्ड्स नाउ। हेलो हेलो गाइज, हजुरहरू चाहिँ कुन डिपार्टमेन्टको हुनुहुन्छ? मनिषा थापा टमाटर काट्दै हुनुहुन्छ, सुषमा र निरु केराउ केलाउँदै हुनुहुन्छ। राम्रोसँग सफा गर्नु ल। नेक्स्ट हाम्रो छ यहाँ प्याज ग्रुप। अब हजुर अल आर ब्युटिफुल। मेरो नजरमा हेलो हेलो प्याज ग्रुप। हेलो। कोही आँसु आएको छैन? होइन आँसु आएको छैन? आउँदो रहेछ। केटा मान्छेलाई त्यस्तै नि आँसु आउँदैन। सुशील दाई हेलो। हजुर कति धेरै हो। ल काट छिटो। यो चाहिँ अर्को प्याज ग्रुप। हेलो गाइस। कस्तो लागिरहेछ तपाईहरुलाई? ल के ल्याइदेऊ? उता एउटा किरा छ, किरा ल्याइदिनु न, भोक लागेछ खान। किरा किरा बन्नेन किरा खान्छौ? लोकेन्द्र, अब बनाना टु अ मंकी। अब बनाना टु अ मंकी। अब बनाना टु अ मंकी। हेलो। थ्याङ्क यू हेलो भनो। हेलो, कस्तो लाग्दैछ तपाईलाई? इट्स फिल गुड। हाम्रो आज पिकनिकको भेन्यू चाहिँ हजुरलाई कस्तो लाग्यो? ओभरअल गुड। ओभरअल गुड। अनि हजुर चाहिँ कुन डिपार्टमेन्टमा हुनुहुन्छ नि? म यस्तै म मंकी परेपछि अब। अनि हजुरलाई कस्तो लाग्दैछ आजको हाम्रो पिकनिक? एकदम गुड स्पट कस्तो लाग्यो हजुरलाई? यो चाहिँ चुज गर्ने मान्छे म हो। हजुर एकदम राम्रो भएरै चुज गरे हो। एकदम राम्रो छ। हजुर एन्जॉय गरिराख्नु छ? एकदम फुल इन्जॉय। मेरो जेन्युअर भ्युअर भनेकै समीर दाइ हो। अरु कोही छैन। ओके नाउ कमेन्ट गर्दिन्छु। लेट्स हेड टु द सम्मान कार्यक्रम पनि राख्नु पर्छ के। अहिले धेरै भागेर अब अर्को हैन कुक डिपार्टमेन्ट अब चाहिँ। हेलो राजेश। हजुर हेलो। हजुर के गर्दै हुनुहुन्छ? हामी चना पकाउँदैछौँ। खै कसरी पाक्दैछ हेरौँ। अन्डा र चना। ल हेलो सबैले हेलो गर्नु यो क्यामेरामा। अझै पनि हाम्रो पिकनिकको भ्लग कन्टिन्यू हुनेवाला छ। अहिलेलाई पज खाँदैछु अब म मेरो क्यामेरा तेजस्वीलाई दिँदैछु। मुखमा खाँदैछु। हेलो अमृता। यो हाम्रो आजको के भन्छ ब्रेकफास्ट। बिहानको खाजा। कस्तो भयो आजको खाजा?
भन न त्यही त तिमीले नै बनाएको तिमीलाई कस्तो लाग्यो 10 आउट अफ 100 ल मैले कति दिउ मलाई सोध न नि ल कति दिनुहुन्छ म 9 10 आउट अफ 9 ओके ल भन तिमी भन 9.99 9.99 अनि तपाईहरुले 10 मा कति दिनुहुन्छ आजको खाजालाई खाजाले 4 5 4 रे अनि तपाईहरुले 8 हाँसेर कि 8 कलेजको नाम आएछ भन्छ के त्यसले त्यसले भने अब त तार छ प्लग छ भने हैन त्यसले रिस नास्ता कस्तो लाग्यो आजको सरलाई सोध्नु सरहरूलाई कस्तो लाग्यो आजको खाजा यसमा अन्डा थिएन के थिएन ठीक छ बेस्ट हजुरलाई कस्तो लाग्यो ओभरअलमा आजको मिठो छ यो सदिच्छाको भलकमा सदिच्छाको ब्लगमा हो मध्यपश्चिम प्रदेशमा तपाईलाई स्वागत छ मिठो छ जले बनायो ओभरअल आजको खाजा सबैजनालाई मन पर्यो राम्रोसँग खाइदिइराख्नु भएको छ धेरै धेरै धन्यवाद हामी फेरि भेट्नेछौँ हामी खाँदैछौँ यहाँ फुटबल खेल्दैछन् पिकनिकमा रमाइलो गर्दैछन् उत्तमद्वारा अहिले बल हान्दैछन् हात हातमा प्लेट बोकेर भए पनि खेल्दैछन् साथीहरू यत्तिको चाहिँ हुनुपर्छ ल अम्बिका बम ओ यसरी हान्नु के तिमी यसरी हान्नु यसरी ल खेलाडी हो ल ल ल ल ल ल ल ल गोल भयो यार अम्बिका कस्तो भइरह तिमीलाई खेल्न पाइयो आज रस्ते सानो र आगो सानो नदेखान कहिले अङ्ग्रेजलाई त जितेका हौ इतिहासेर पहिले अङ्ग्रेजलाई त जितेका हौ इतिहासेर पहिले घुमेर आएको त मन यस्तो बनाउनै जीवन दाइ सिधै हो यहीबाट हल्ला गर यहीबाट हल्ला गरे मिल्छ के यो किया छैन अहिले जिरो दाने आउ के मान्छे हावाले कहाँ दाया हो कि बाया हो
मेरो शरीरमा चाहियो मलाई पाया भने त्यो धाए होला नि टाइमिङ पनि हुनु पर्यो यसमा नबोल न बाहिरको मान्छे नलाग्ने फिक्स भएको हेर्नेर हामी त्यस्तो सिधा हो यता लट्ठी नठोके त फाल भइगयो त नि नबोलाइ न लट्ठी नठोकेर जानु पर्यो चित्ते भन्नु न भन्कौ ल भाइ यो ल आन्नु अब नबोला के सीधा थियो के 24 तो कोने होते यार ल ल सीधा ल ल ल सीधा छ के ल ल ल सिधै छ के यता हो के ल जाऊ यार जाऊ दुई पाइले बढी एक यस त्यस्तै सिधा राख्दा चाहिँ अब यता आउँछिन् कता हो हेर त थाहा छ त्यस्तै के
टाउको थियो गाइज आउँदाखेरि कस्तो भएर आएको थियो अहिले कस्तो भइसक्यो रमाइलो चाहिँ रमाइलो भइरहेछ दिवस धेरै थाकियो गाइज ड्यु भन्दा नि बरु त अगाडिकै हाल्नु पर्यो धेरै गाइजहरू नाच्दैछन् बोला अनि ट्याक्क कसैले थाल्दिन अनि भात हाल्दिन सर यो पनि हाल्नु केमा पुरै लुचिरहेको त्यस्तै राइट गुड भन्ने खिचेको भने ब्याट्री सकिहाल्छ ड्यामेज हुन्छ ब्याट्री हिँड्ने काम नगर अब म खान्छु पछाडि किन बस्छ रिजर्भको अब हल्का के भएछ नि अमिका बम मासु भात जाँदैछ एन्टिलाइट पऱ्यो होला सायद म चाहिँ खाँदैछु अलिअलि गर्छु त भइसक्यो थ्याङ्क यू तम फाइनली हाम्रो टिकटक बनिसकेको छ जीवन दाई अलि टाढा हुनुभएछ ढल्किने बेला जीवन दाई टाढा हुनुभएछ के अरू जोड देखा न जीवन दाई यहाँ टिकटक हेर्नको लागि चाहिँ हाम्रो क्लासको सबकोमा गएर हेर्नु होला जहाँ सबैलाई भयो पिकनिक खाइसकेपछि फोगर गर्दैनौँ हामी यसरी फोगर फाल्छौँ हामी यसलाई पोलेर जान्छौँ राम्रोसँग यो हाम्रो होइन विनोद आजको पिकनिक कस्तो रह्यो केही भनिदेऊ रमाइलो भयो समीर दाई यति राम्रो पिकनिक त जीवनमा भएको थिएन हो यस्तो दामी हो ल गाइज कस्तो भयो आज पिकनिक खतरा कस्तो भयो अझै पनि फुटबल खेलिरहेछन् केटाहरू हाम्रो बासुदाईको फोन आएर उता जाँदै हुनुहुन्छ म पनि खिच्छु फोटो ल एकछिन ल बहुत थाकियो
हामी यहाँनिर हेर्न सक्नुहुन्छ 8-10 भइसकेको छ, त्यही पनि नाच्न नपुगेर फेरि यस्तै छन् सबैजना। हेर्न सक्नुहुन्छ 8-10 भइसक्यो, 8-11 भइसक्यो, तर पनि यहाँ नाच्दैछन् देउडा। ओहै 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 ओहै